वेलकम ब्याक टु माई न्यू ब्लग होइन। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। मेरो 5600 फलोवर्सहरू सबैजना अनि धेरै धेरै माया छ होइन। आज चाहिँ मेरो छुट्टी हो होइन। म पनि काम गर्छु नि त होइन। अनि आज चाहिँ म त अङ्कलको रुममा जहिले आउँछु, बट आज चाहिँ म अङ्कलको होटेल देखाउँछु पनि तपाईँहरूलाई। अङ्कललाई हेल्प गर्न जान्छु। अनि अब यस्तोमा त जानु भएन होटेलमा होइन, त अब यसलाई पुरा चेन्ज गरिन्छ है, पुरानो लगाएर जानु पर्यो नि त। ल अहिले चाहिँ हामी होइन, मैले चाहिँ एउटा चार्जर बोकेँ, चार्ज सकिन्छ भनेर टक्कसँगले अब गइन्छौँ यस्तो छ। त्यसपछि हामी चाहिँ सिधा रुमबाट लाग्यौँ, किनकि होटेलमा धेरै काम थियो। यो माथि हुँदैको चाहिँ मेट्रो कुद्ने ठाउँ हो र अरू पनि बनिँदै थियो। हामी चाहिँ मेट्रोको मुनिबाट जानुपर्ने थियो। मेट्रोको स्टेसनदेखि अलिक यता लेफ्ट साइडबाट चाहिँ हामी जान्थ्यौँ। योहरू सबै बनेको चाहिँ मेट्रोको लागि हो, भर्खर नयाँ हुँदै थियो। र त्यसपछि चाहिँ हामी सिधै गयौँ, किनकि हामीलाई होटेलमा धेरै काम थियो होइन। ननस्टप गयौँ अनि त्यसपछि गएर चाहिँ हामीले होटेलमा के हुन्छ त्यसपछि चाहिँ त्यही देखाउँछौँ है तपाईँहरूलाई। फुपाजु चाहिँ बिहानै आउनु भएको थियो, बिहानै आएर राइस बनाउनु भएछ होइन। अनि स्पेसली नुडल्सहरू बनाउनु भएछ होइन। हामी चाहिँ भर्खर आएको नि त, सामानहरू टन्नै बोकेर। फुपाजु चाहिँ बिहानै आउनु भएको थियो। यो चाहिँ यस्तो किन गर्नुभएको भन्नुहुन्छ होला। यो चाहिँ के भन्छ यसलाई, सुकाएन भने चाहिँ के पाउँछ फुपाजु यो त? ए टाँसिन्छ है, टाँसिने रहेछ। यो चाहिँ बन्दाकोपीलाई हो यसरी काट्नु पर्दो रहेछ। यहाँ चाहिँ हाम्रो चिकन मोमो, गोबी अनि त्यसपछि फ्राई राइसहरू होइन, अनि त्यो चिकन चिल्लीहरू के पाउँछ नि त। त्यही भएर अब मेरो चाहिँ कामहरू भनेको यहाँ रहेछ। यो चाहिँ गोबी है, यो फेरि फुलकोपीलाई चाहिँ मैदामा मोलेर बनाउने गोबी भनिँदो रहेछ यता चाहिँ। अनि यो चाहिँ प्याजलाई चाहिँ मैले अब यसलाई पुरा फेरि सो त्यसपछि मैले चाहिँ काटिङ गर्न जाने थिइनँ। फुपाजुले सिकाउनु हुँदै थियो यसरी काट्नुपर्छ भन्दै, र उहाँले पुरा मलाई देखाउनु भयो कि यसरी काट्नुपर्छ भनेर। म त खासै नगरेको मान्छे हो, त्यो भएर थाहा थिएन होइन। उहाँले सबै जान्नु भएको छ नि त, त्यही भएर उहाँले चाहिँ सब्जी जस्तो भन्नुभयो, त्यही तरिकाले मैले काट्ने कोसिस गरेँ। मैले काट्नलाई रेडी गरेँ थिएँ, बट तर सकिनँ। त्यही भएर चक्कु लिएँ अरे मैले गोबी काट्ने कोसिस गरेँ, मलाई त आउँदैन। त्यही भएर मैले चाहिँ गोबी काट्न थालेँ है। यो चाहिँ ललिपप हो, यो चाहिँ लेग पिस हो, यो चाहिँ चिकन बन्डल हो, अनि यता चिकन कबाब हो, यो चिकन कबाब हो होइन। अनि अरू यता हामी अहिले म चाहिँ कबाब रेडी गर्दैछु होइन। गोबी रेडी गरिँदैछ होइन। अब यसलाई चाहिँ हामीले होइन चट्टसँगले धोएर ओरेर चाहिँ यसलाई के पो गोबी बनाइन्छ होइन। यसलाई गोबी मन्चुरियन। गोबी चाहिँ के हो? यो चाहिँ चिकन कबाब रेडी हुँदैछ। 4 किलो चिकन दिएको छ होइन। हजुर हजुर। यो चाहिँ चिकन ललिपप। हजुर, यो चाहिँ चिकन ललिपप। चिकन लेग पिस छ। चिकन लेग पिस। यसको लागि चाहिँ म्यारिनेट गर्दैछौँ हामी होइन। हजुर हजुर। पानी पनि त चाहियो नि त। हजुर हजुर। अब चाहिँ म चिकन कबाब म्यारिनेट गर्दैछु। 4 केजी चिकन छ, यसमा हल्का कर्नफ्लोर लगाएको छु, अलिकति मैदा लगाएको छु। अब मसला चाहिँ कबाब पाउडर मसला, रेडिमेड मसला हल्का लगाउँदैछु है। अब मसला लगाइसकेर चाहिँ यसलाई चिकन कबाब या के हो, के न के हुन्छ। यो चाहिँ ललिपपको लागि हो, यो कबाबको लागि हो है। यो ललिपपको लागि, यो चिकन कबाबको लागि है। र यता चाहिँ हुनु त 4 केजी चिकनलाई 3 टेबल स्पुन सल्ट, अनि यो गरम मसला हाल्यो है। यो चिली पाउडर हाल्यो, चिली पाउडर यता पनि 1 चम्चा आधी 1 चम्च
आधी वाह यो पनि लगाउनु पर्दो रहेछ हेर्दा पानी जस्तो छ तर थाहा चाहिँ भएन यसको महत्त्व धेरै छ एकदम फ्रेस काटेको यो चाहिँ धनिया पत्ता अच्छा तो इसको मिक्स करके ये चिकन लॉलीपॉप हो गया तो ये क्या होता है इसको चिकन कबाब होता है जिंजर गार्लिक पेस्ट पनि लगाउनु पर्यो है इधर जिंजर गार्लिक पेस्ट भी डालना पड़ेगा थोड़ा पेस्ट जिंजर पेस्ट आफैले बनाएको हो पेस्ट हो यो चाहिँ अरू होटलमा चाहिँ अब हुन्छ नि अरूमा चाहिँ 2-4 दिनको राखिन्छ यहाँ चाहिँ भर्खर बनायो हो 10 मिनट पनि भएको छैन यसलाई एकछिन साइडमा राखिन्छ यसको लागि चाहिँ म चाहिँ अन्ली हाफ डेको लागि मात्रै गएको थिएँ 2-3 बजीसम्मको लागि त्यसपछि हामी चाहिँ भाइलाई लिन आयौँ स्कुलमा अनि अङ्कलले भाइलाई लिएर आउनु भयो यहाँ सबैजना स्कुलहरूको सब छुट्टी भइसकेको थियो आफ्नो फेरि गेस्ट बिना नजिक क्या फाइनली भेट भयो केटा हो फाइनली भेट भयो केटा हो फाइनली सो अहिले चाहिँ हामी ठ्याक्कै रुम आइपुगेको छौँ भाइलाई पनि लिएर अरेर अनि होटलको कामहरू पनि यस्तै रह्यो होइन बवाल हान्ने ओर्यो होइन किचन सिचन कटिङ सटिङ हान्ने ओर्यो अनि अहिले चाहिँ 3:28 गएछ सो तपाईँहरूले हेरिदिनु होला होइन नजानेको कुरा I love you guys. Bye bye. बाई Bye bye.